बाबु सुतेपछिको मेरो मिनी ब्लग यसलाई बल्ल बल्ल गरेर सुताएँ अनि अब यसलाई नास्ता बनाइदिनु पर्यो नि। अनि पछि बिहान चिकन अचार बनाएको थिएँ कि हिजै फ्राई गरेर राखेको, फ्राई गर्दा गर्दै आधा खाइसकेका थियौँ हामीले। अनि 1 केजी ल्याएको, आधा केजी जति भएको थियो त्यही माथि 1 पाउ मात्रै बचेको थियो खाएर, त्यही पनि अब साँझमा भ्याइन्छ होला। अनि चिकन अचार खाँदै गऱ्यो। अनि पिठो पनि ठिक्क पारेर रोटी पकाइदिन्छु भनेको। अनि रोटी पकाउन त लाग्यो तर तौवा हरायो। बाबुले कहाँ लग्यो भनेको यता लिएर राखेर रहेछ, लगेर तौवा खोजेर पखालेर रोटी पनि पकाइदिन लागि। गिलो रोटी खान्छ कि मिठो मान्छ। अनि त्यो नउठ्दासम्म पकाइदिएँ, रेडी पारिदिएँ। एकछिनपछि उठेर खान लाग्यो। अनि यो स्वस्तिमा खड्काको नयाँ गीत आएको छ नि, यो गीत एकदमै मन पराउँछ। त्यो खाइसकेर एकछिन खेल्न लाग्यो। अनि बाहिर पनि गएर खेल्यो, एकछिन भित्र पनि खेल्यो। अनि साँझ पनि खाना खुवाइदिएँ त्यसलाई। सिन्की आलु एकदम मनपर्छ, सिन्की आलुसँग खायो। अनि फेरि एकछिन खेलेर अब एकछिनमा सुत्छ होला। अहिले त सुतेको छैन।